Hello guys, welcome back to my channel. हल्का यहाँ हाम्रो भान्जा हेर्न सक्नुहुन्छ है। म चाहिँ एकदम के भन्छ चपागाई नमस्ते। अनि अहिले चाहिँ हामीहरू घुम्न बोकेबारी बारी कुदैछु। हाम्रो नेपाल यस्तो रहेछ। अहिले नेपाल आइरहेको छ यस्तो रहेछ गाइस। यो चाहिँ मेरो काकाको छोरो दादा अनि यो फुपूको छोरो कान्छो सागर अनि म चाहिँ त्यो हात्तीको गोबर हो कि होइन है? हो त अस्ति सानो खेला अस्ति यहीँबाट चारवटा निस्केको हात्ती तिनवटा। यहाँ मामा हात्ती कम त आएको यहाँनिर। यो जुन छ नि मामा यहाँ यो छ नि भिडियो हेरेर लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला गाइस। त्यो च्याउ लगेर चाहिँ पकाएर खानु भने हाम्रो देश कहाँ घुम्न हिँड्दैछ गाइस? क्या हो यस्तो आगो लाग्दै रहेछ यहाँनिर चाहिँ। म त युट्युबको भिडियो बनाएको है भाइ। बाल गर्नु हुँदैन कि आगो पो लाग्दो रहेछ त नि यता आगो लाग्दै रहेछ यहाँनिर। आगो लाग्दै रहेछन् मान्छे। आगो निभाउनु पर्ने रहेछ। यस्तो रहेछ यताउति चाहिँ मकैबारीहरू एकदम सुन्दर रहेछ आफ्नो देश। गाइस पासकारी हेर्न सक्नुहुन्छ गाइस भन्नु। यो दाइको चाहिँ नाम बुझ्न सकेन है। सन्दीप हो। दाइ होइन मामा तपाईँको भाइ नै हो। हो हुन्छ भाइ तपाईँ दाइ हो भनेपछि दाइ नै हो। मलाई त सबैले मामै भन्दा हुन्छ हौ। नेपालले नै मामा भन्छ। सबैले मबाट ठुलो भन्नुपर्दैन। कहाँ हुन्छ कति वर्ष हो यो मामा? ए मेरो त भाइ रहेछ मेरो मामा यार। पुगा कहिले हाँस्नु बास्छ हाँसेको अनि हाँस भाइ बस यस्तै हो। यस्तै हो। ह्याप्पील्यान्ड जाने चाहिँ भिडियो गरी भ्लगले पनि जाने नि। ह्याप्पील्यान्ड जाने हो। खोइ जाने भन्नुहुन्छ इलान जाने हो इलान। सुरुमा ह्याप्पील्यान्ड जाने मात्रै इलान। कता कता जाने रे? त्यही त कल्याण चाहिँ म चाहिँ के खाना जानु त्यही त बरु ह्याप्पील्यान्ड कल्याण भन्दा त ह्याप्पील्यान्ड ठिक छ मामा के भन्नु होइन। अन्ति सुइटा सालबारी गयो फोटो त हालेको छ। सालबारीको के जानु हो न कता जानु अनि बरु सली जुम्मा मेरोमा चाहिँ बास यसरी काट्तर गर्नु गाइस हामी। अनि यसरी भित्रभित्र काटेर कसरी निकाल्नु नि बाहिर? तान्दै तान्दै बास हेर्नु न बरु सुरी लाग्छ नि त। अनि अङ्कल यसरी भित्रभित्र काटेर अनि कसरी तान्नु भएको छ हो र? अप्ठ्यारो हुँदैन नि? A few moments later. ल गाइस यहाँ चाहिँ हाम्रो भाइ 1.2 के को आउँथ्यो? सब्सक्राइबर हुँदा मात्रै पैसा आउने होइन नि त यार। भ्युवर त के बढ्थ्यो? यो के को बोट हो? घाँस रोपेको हो? कसको बानी यो? यस्तो रहेछ है गाइस नेपाल चाहिँ। यहाँ हाम्रो भाइ नेपाल जिल्लाको होइन नेपाल भन्ने ठाउँको कोशी प्रदेशको झापा जिल्ला भन्ने ठाउँको कचनकवल गाउँपालिका वडा नम्बर 2 स्थिर के अरे यो कुन लट्टेबारी आफै बुझ्दो रहेछ। कहाँ यत्रो लामो छ अनि अरू त त्यस्तो नआउने बुझ्दिनँ हुन्छ म।
ठेल न ठेल 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 हिँड्दैछ है पानी बोकेर 1 2 3 मकै बारीहरू यहाँ यस्तो हरियाली रहेछ कि गाइस हेर्न सक्नुहुन्छ पुरै घाममा टी सर्ट लाएर कुदिँदैछ है पसिना चाहिँ आइरहेछ नि तर गर्मी चाहिँ भएको छैन भन्नु नि मजा चाहिँ मजा रहेछ नि डाँडाहरू चाहिँ नभएको ठाउँमा ऊपर निस्किला खेतमा म त आउँछु के आउँछ सँगै जाउँ न नि अब के खेतमा कुदान हौ हल्का नेपाल घुमेको अवस्था आउँदा त के को निन्द्राले यार निन्द्रालाई सुत्ता लाग्दो होइन फेरि निन्द्रा त लाग्छ हिजो त के भयो यहाँ एउटा रुख रहेछ है गाइस उक्लै रहेछ रुख चाहिँ यस्तो रहेछ यहाँ चाहिँ ला है मजा आयो कहाँ उचाले गर्छु तान पछाडि फेरि फर्किए टाढा तान्छु यहाँ घोत्तो रहेछ यार यसले त अल्झ्यो त थामे त्यही भएर उता खेतबाट लैजा भनेको यार खतरा रहेछ मकैबारी हरियाली हावा चल्दैन भन्थ्यो हामीहरू यसरी हिँड्दैछ नेपाल भन्नु मात्रै चाहिँ गाउँ फेरि लडाउँछस् है हरियाली रहेछ है यस्तो हेर्नुहोस् दर्शकबिनहरू पुरै जल्दिम यो चाहिँ हाम्रै चन्केट हो अनिल भन्ने कान्छो यहाँ बसेको रहेछ है यसरी आँखै कसको घर हो यो समीरको पानी हो कि स्प्राइट हो यो समीरको घर हेरिदिउँ है हल्का यस्तो रहेछ है हाम्रो भान्जाको घर यस्तो रहेछ है आइफोन हल्का समीरको घरमा आएको अवस्था बालुवा चाहिँ बालुवा पनि कडै हो नि यहाँ चाहिँ पाइप साइप राखेको रहेछ यहाँनिर चाहिँ यो चाहिँ के हो भाइ मोटर यस्तो हुँदो रहेछ है गाइस अगाडि नै रहेछ है पानी आउँछ क्या यहाँ बिग्रेको रहेछ क्या सायद म चाहिँ चलाउने यो चाहिँ हामीहरूको भाइ सागर बुढा थकी
पुरा चेस्ट देखाएरै गर्मीले होला बिचारा। यता चाहिँ पराल रहेछ है। यहाँ कहाँ के घर पनि गर्दैछ। यहाँनिर मटर छ अरे हेरिदिउँ। यसरी लाउँदा रहेछन् मटर चाहिँ पुरै। यहाँ हेर्नुहोस् है गाइस, यसरी लाउँदा रहेछन् मटर। खतरा 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 मटर नि तुलु पो राखेको रहेछ लाइटको। ओह हाम्रो बिहान धान यत्रो भइसक्यो चाहिँ यहाँ 1 सालमा 3 खेप फल्छ अरे। कहाँ पुग्थ्यो 3टा त 6-7 वटा पनि पुग्यो। होइन लाग्दैन उयो छुट्टी देखाउनु लाग्दैन। यो पाबे यता लगाइदिनु नि बरु। यो यता लगाइदिनु। होइन यहाँ मल हाल्यो नि। मल चाहिँ के युरिया हो कि? यो पनि छ। कत्रो हुँदो रहेछ युरियाको गुटी? त्यो त सानो हुन्छ नि हाम्रो कतिले गर्दैन। ठुलै रहेछन् मलका गुटी युरियाकै। के भन्नुभयो? छैन है भर्खर खिच्यो। अनि यो गली कसरी बनाउने यहाँबाट? पाइप बोकेर कहाँ कता लाउरे दाइ? अर्को भाइ आयो उडेको उडै। क्यामेराम्यान फोकस। कता भाइ कता? यहाँ एकखेप कता भन्दा यहाँ बोल्दै नि जा। यहाँ पानी लाउन। भाइ मेरो भाइ यसरी लाउँदो रहेछ नि यहाँनिर चाहिँ। यो चाहिँ छक्क परेर देखाउँदै यो किन यसरी लाउनु? वाचर पनि पो हुँदो रहेछ फेरि। त्यो बान्नु कि रायो छोडिदियो। खान्न अझै। मजा रहेछ नि यता पानी निकालेपछि त नि यता आउँदै नि। तर पनि गर्मी नि साह्रो। जाँदा त मोटर चलाएर त्यहाँ कल पेल्थ्यो ल। कल पेल्थ्यो भन्नाले त्यो कल होइन मोटर चला। अँ त्यो कल भन्ने ल ए हेरौँ हल्का कसरी पेल्नु पर्दो रहेछ।
डन डन यसो गरेर डन ए पानी केही गर्ने नभए पनि खुट्टा भिजाइदिएको लुगाले मल हालिदिनु हुँदैछ गाइस भिडियो हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्नु होला गाइस त्यो लगेर चाहिँ पका